साथीहरू सर्वप्रथम तपाईहरुले चाहिँ आफ्नो गुगल अकाउन्टमा चाहिँ अपलोड भएको लार्ज फोटो, भिडियो र फाइलहरुलाई सबभन्दा पहिला डिलिट गर्न सक्नुहुन्छ। यसको लागि तपाईले आफ्नो अकाउन्ट चाहिँ क्रोममा लगइन गरिसकेपछि यो 9वटा डट भएको आइकनमा क्लिक गर्नुस्। यहाँ तलपट्टि जानुभयो भने तपाई गुगल वन भनेर लेखेको हुन्छ। हामीले चाहिँ अकाउन्ट रिलेटेड सेटिङहरु चलाउनको लागि चाहिँ यहाँ जान सकिन्छ। यसमा गइसकेपछि यहाँ स्टोरेज भनेर लेखेको छ। यसमा चाहिँ 64 GB चाहिँ 94% चाहिँ युज भइसकेको भनेको छ। मेरो 15 GB मा 14.13 GB चाहिँ युज भइसकेको छ। अब यसमा क्लिक गरेर तपाईले यहाँ क्लीन अप स्पेस भन्ने एउटा बटन भेट्नुहुन्छ। यसमा क्लिक गर्नुभयो भने चाहिँ अब अलिकति तलपट्टि स्क्रल गर्नुभयो भने लार्ज फोटो एन्ड भिडियो 2 GB को छ, इमेल्स विथ लार्ज अट्याचमेन्ट 1 GB को छ, लार्ज ड्राइभ फाइल्स 451 MB को छ र इमेल इन बिन भनेर 12 KB को छ। र यो 2 GB बाट तपाईले यो रिभ्यू भन्ने बटनमा क्लिक गरेर यसमा चाहिँ आफुलाई नचाहिने हैन मोबाइलबाट विभिन्न समयमा हामीले क्याप्चर गरेका भिडियोहरु पनि हाम्रो अटोमेटिकली हाम्रो अकाउन्टमा हाम्रो गुगल फोटोजमा अपलोड भइरहेको हुन्छ। यसमध्येबाट तपाईहरुलाई नचाहिने तपाईले सिलेक्ट गरेर के गर्न सक्नुहुन्छ भन्दा यसरी जस्तै यो कति MB को छ यसलाई हेरेर जस्तै यो 48 MB को छ यी भिडियोहरुलाई तपाईले के गर्न सक्नुहुन्छ भन्दा डिलिट गर्न सक्नुहुन्छ। यसको एक कपी तपाईको फोनमा पनि रहेको हुन्छ र यो नेटमा गुगलमा अपलोड भएकोलाई चाहिँ हामीले यहाँबाट डिलिट गरेर केही स्पेस चाहिँ रिलिज गर्न सकिन्छ। जस्तै यहाँ क्लिक गर्नुस् र मुभ टु बिनमा यो चेक बक्सलाई क्लिक गरेर मुभ टु बिन गरिदिनु भयो भने चाहिँ यो फोटो यहाँबाट डिलिट हुन्छ र अन्तिममा तपाईले आफ्नो बिन फोल्डरबाट पनि यी सबै कुराहरुलाई खाली गर्नुपर्ने हुन्छ। साथीहरु तपाईहरुको गुगल अकाउन्टको स्टोरेज छिटो नभरियोस् भन्ने चाहनुहुन्छ भने तपाईको फोनबाट अपलोड हुने भिडियो र फोटोजहरु जुन गुगल फोटोजमा अपलोड हुने गर्छन् तिनीहरुलाई ओरिजिनल क्वालिटीमा अपलोड नभएर थोरै रिच क्वालिटीमा अपलोड हुने बनाएर पनि तपाईहरुले आफ्नो स्टोरेजलाई केही मात्रामा सेभ गर्न सक्नुहुन्छ। यसको लागि एउटा सानो सेटिङ चेन्ज गर्नुपर्ने हुन्छ। तपाईहरुको यदि क्रोममा आफ्नो जीमेल अकाउन्ट लगइन छ भने यो 9 डटमा क्लिक गरेर फोटोजलाई एकपटक खोल्नुस् गुगल फोटोजलाई। यो खोलिसकेपछि हामीले यो सेटिङ बटनमा क्लिक गरेर यहाँ ओरिजिनल क्वालिटी लेखेको छ यसलाई चेन्ज गरेर हामीले स्टोरेज सेभर भन्नेमा राखियो भने पनि केही हदसम्म यसले चाहिँ स्टोरेजलाई सेभ गर्नलाई मद्दत गर्ने गर्छ। साथीहरु यदि तपाईहरुको 15 GB को स्टोरेज यदि पुरै भरिएको छ भने तपाईहरुको गुगल फोटोजमा अहिलेसम्म अपलोड भएका फोटोज र भिडियोहरुको फाइल साइजलाई कम्प्रेस गरेर पनि हामीले केही स्टोरेज चाहिँ रिगेन गर्न सकिन्छ। यसको लागि गुगल फोटोजमा नै यो सेटिङ बटनमा क्लिक गर्नुहोस्। यो सेटिङ बटनमा क्लिक गरिसकेपछि यहाँ म्यानेज स्टोरेज भन्ने बटनमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि अलिकति स्क्रल गरेर तल जानुभयो भने यहाँ रिकभर स्टोरेज भनेर लेखेको छ है। यो रिकभर स्टोरेज लेखेकोमा चाहिँ यहाँ लर्न मोडमा क्लिक गर्नुहोस् र यसमा क्लिक गर्नुभयो भने यहाँ रिकभर स्टोरेज लेखेको छ। रिकभर सम स्टोरेज बाइ स्विचिङ एक्जिस्टिङ फोटोज एन्ड भिडियोज when possible from original quality to storage saver quality does not affect items stored on added elsewhere on Google such as in Gmail, Google Drive or YouTube. Some items backed up on Pixel devices may not be affected. यो बेसिकली यसले के भनेको छ भन्दाखेरि चाहिँ यो गुगल फोटोजमा अपलोड भएको तपाईको फोटो र भिडियोहरुलाई यसले स्टोरेज सेभर मोडमा भन्नुको अर्थ थोरै यसले कम्प्रेसन गरेर चाहिँ केही स्टोरेजलाई रिलिज गर्ने गर्छ। अनि यो चाहिँ तपाईको के छ भन्दाखेरि आई अन्डरस्ट्यान्ड दैट कम्प्रेसिङ माइ एक्जिस्टिङ फोटोज एन्ड भिडियोज क्यान नट बी अनडन भनेपछि एकपटक तपाईले यो कम्प्रेसन गरिसकेपछि यसको क्वालिटी थोरै डिग्रेड हुन जान्छ र यसलाई फेरि तपाईले ओरिजिनल फर्ममा चाहिँ लान सक्नु हुँदैन। जस्तै तपाईले हेर्न सक्नुहुन्छ मेरो स्टोरेज चाहिँ मेरो भरिएको छ स्टोरेज। तपाईहरुलाई म यहाँबाट देखाउँछु गुगल वनबाट। ल मेरो चाहिँ यहाँ 100% नै युज भएको छ 15.07 लेखेको छ 15 GB मा चाहिँ। यसलाई कम्प्रेसन गरिसकेपछि मैले कति स्टोरेज अभाइलेबल हुन्छ हेरौँ है त। यसमा गइसकेपछि रिकभर स्टोरेज भन्ने यो लर्न मोड भन्ने बटनमा क्लिक गर्नु पर्यो। यसमा क्लिक गरिसकेपछि यो चेक बक्समा चाहिँ टिक गर्ने र कम्प्रेस एक्जिस्टिङ फोटोज एन्ड भिडियोजमा क्लिक गर्ने। अब यसले चाहिँ दिस मे टेक सेभरल आवर्स भनेको छ। यसले चाहिँ टाइम लिन्छ तपाईहरुको किनकि तपाईहरुको स्टोरेज चाहिँ मेरो चाहिँ अलमोस्ट 14 GB भरिसकेको छ। त्यो 14 GB स्टोरेज भर्ने ती सबै फोटोज र भिडियोजहरुले कम्प्रेस गर्ने गर्छ जसले गर्दा यसले टाइम लिन्छ कम्प्रेसन प्रोसेस कम्प्लिट गर्नको लागि। र यो कम्प्रेसन प्रोसेस कम्प्लिट भइसकेपछि तपाईले अलमोस्ट 3-4 GB चाहिँ ब्याक पाउनुहुन्छ। यसरी तपाईहरुले आफ्नो गुगल फोटोजमा अपलोड भएका फाइलहरुलाई कम्प्रेसन गरेर पनि स्टोरेजलाई रिकभर गर्न सक्नुहुन्छ।